सुनौ रमाइला कथाहरू। पहिलो प्रेम पहिलो भूल। धनगढीको एउटा सानो गाउँमा जन्मिएको प्रशान्तलाई प्रेमको खासै अनुभूति थिएन। ऊ पढाइमा अब्बल, परिवारप्रति जिम्मेवार र साथीहरूसँग रमाउने स्वभावका थियो। जीवन सरल रूपमा चलिरहेको थियो, तर कक्षा 11 मा प्रवेश गरेपछि उसको जीवनमा अचानक परिवर्तन आयो। उसको विद्यालयमा नयाँ विद्यार्थी आएकी थिइन्। सृष्टि, लामो कपाल, ठूलो आँखा, मुटु स्वभाव र हँसिलो अनुहारीकी सृष्टिले पहिलो दिनदेखि नै छुट्टै प्रभाव पारेकी थिइन्। पहिलो भेट पहिलो दिन प्रशान्तले सृष्टिलाई लजाउँदै बोल्न खोज्यो, तर शब्द निस्किन सकेनन्। ऊ किताबमा नजर गाडेर बसिरह्यो, तर मनभरि भने सृष्टिको अनुहार घुमिरह्यो। केही हप्तापछि एकजना साथीकै कारण उनीहरू बीचमा सामान्य चिनजान भयो। बिस्तारै उनीहरू साथी भए अनि दिनदिनै कुरा हुन थाल्यो। सृष्टिको सरलता, हँसिलो मुहार अनि सहयोगी स्वभावले प्रशान्तलाई उसँग नजिक बनाइरहेको थियो। ऊ आफ्ना दिनहरू सृष्टिहरूसँग कुराकानी सँगै पढाइ अनि हास्य व्यङ्ग्यमा बिताउन थाल्यो। पहिलो प्रेमको स्वीकारोक्ति कहिले कहीँ प्रेम आफै व्यक्त हुन्छ, तर कहिले कहीँ बोल्नुपर्छ। प्रशान्तको मनमा सृष्टिप्रति गहिरो माया बसेको थियो। ऊ दिनभरि सृष्टिको बारेमा मात्र सोच्थ्यो। एक दिन उसले आँट गरेर सृष्टिलाई आफ्नो भावनाबारे भन्न निर्णय गर्यो। विद्यालयको पछाडिको बगैँचामा उनीहरू भेटिए। प्रशान्तको मुटु ढुकढुक गरिरहेको थियो। उसले हिम्मत जुटाएर भन्यो, सृष्टि, मलाई थाहा छैन यो के हो, तर तिमी मेरो मनमा सधैँभरि छाउँछौ। म तिमीलाई विशेष महसुस गर्छु। सृष्टिले मुस्कुराउँदै भनिन्, प्रशान्त, मलाई तिम्रो साथ मन पर्छ, तर हामी अझै साना छौं। भविष्यमा के हुन्छ त्यो समयले नै बताउला। प्रशान्तको मन भरियो। सृष्टिले प्रेमको जवाब खुलेर त दिएनन्, तर नकारिनन् पनि। यसले उसलाई झनै आशा दियो। पहिलो भूल समय बित्दै गयो। उनीहरूको मित्रता झनै गहिरो बन्दै गयो। प्रशान्त सृष्टि बिना कुनै कुरा सोच्नै सक्दैनथ्यो। ऊ आफ्नो पढाइमा पनि कम ध्यान दिन थाल्यो। उसले परीक्षा तयारी भन्दा बढी सृष्टिसँग समय बिताउन थाल्यो। तर एक दिन उसले अचानक सुनेको कुरा उसको मनमा वज्रपात जस्तै लाग्यो। सृष्टि अर्को विद्यालयमा पढ्ने एकजना केटासँग पनि निकट थिइन्। प्रशान्तको मनमा शंका पलायो। उसले सृष्टिलाई प्रश्न गर्यो, तिमी उसँग पनि यत्तिकै नजिक छौ भने म के हुँ? सृष्टिले सहज रूपमा भनिन्, प्रशान्त, म सबैसँग खुलेर बोल्छु। म तिमीलाई माया गर्छु भनेर कहिल्यै भनेकी छैन, हैन र? यो कुरा प्रशान्तका लागि ठूलो चोट थियो। सृष्टिलाई आफ्नो संसार ठानेर बसेको थियो, तर सृष्टिले प्रेमलाई केवल मित्रताको रूपमा लिएकी थिइन्। पछुतो र सिकाइ प्रशान्तले बल्ल बुझ्यो, पहिलो प्रेम सधैँ सफल हुँदैन अनि प्रेमलाई जबरजस्ती गर्न सकिन्न। उसले आफ्नो पढाइमा ध्यान दिन थाल्यो। सृष्टिसँगको दूरी बढ्दै गयो र समयको घाउ आफै निको पार्यो। समय बितेपछि प्रशान्तले महसुस गर्यो कि सृष्टिले उसलाई प्रेम भन्दा बढी जीवनको एउटा महत्वपूर्ण पाठ सिकाएकी थिइन्। प्रेम केवल भावना होइन, बुझाइ र परिपक्वता पनि आवश्यक पर्दछ। निष्कर्षमा पहिलो प्रेम पहिलो भूल यो कथा धेरैका लागि सत्य हुन्छ। कहिलेकाहीँ हामी जसलाई आफ्नो सम्पूर्ण जीवन सम्झछौँ, ऊ केवल क्षणभरको अनुभव मात्र हुन सक्छ। प्रशान्तले त्यो अनुभवबाट सिक्यो कि अघि बढ्यो र जीवनका नयाँ पानाहरू खोल्न थाल्यो। समयले धेरै कुरा सुम्पिन्छ, तर पहिलो प्रेमको सम्झना भने सधैँ मनको कुनामा रहिरहन्छ।